ज्ञाननाथ सर, हामीहरू आज यो नागबेरी झरनामा यहाँ आइपुगेका छौँ। तपाईँलाई कस्तो अनुभूति भइरहेको छ अहिले? अब यो चाहिँ हाम्रो रामप्रसाद राई गाउँपालिका यो साह्रो यो चाहिँ रामप्रसाद राई गाउँपालिकाको हाम्रो मुख्य रूपमा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने उद्देश्यका साथ यो प्राकृतिक रूपमा नै अब नाग आकृतिको ढुङ्गा र छाँगा भएकोले गर्दाखेरि अब परापूर्व कालदेखि नै अब यो नाग छाँगामा चाहिँ विशेष किसिमले धार्मिक रूपबाट चाहिँ पूजा अर्चना हुँदै गरेको अनि अहिले रामप्रसाद राई गाउँपालिकाले पनि यसलाई विशेष पर्यटन प्रवर्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गरेर अहिले चाहिँ अब थप राम्रो होइन गर्ने प्रयत्न भइराखेको छ। अब यो प्राकृतिक रूपमै नागको आकृतिमा छ क्या यो ढुङ्गा, त्यसले गर्दाखेरि अब यसलाई नागछाँगाको नामबाट प्रचलित छ। अब हामी यहाँ देख्न सक्छौँ होइन, प्राकृतिक रूपमै यहाँ देख्न सक्छौँ तपाईँहरूले। त्यसले गर्दाखेरि अब यहाँ चाहिँ नागले चाहिँ अजम्बरीको गुटी राखेको थियो भन्ने किंवदन्ती पनि यहाँ पाइन्छ। अब त्यस्तै किसिमले अनि धर्म र पर्यटन सँगसँगै जानुपर्छ भन्ने यथार्थ छ होइन। हामीले यसलाई धर्म र पर्यटनलाई सँगसँगै लैजानका लागि हामीले के कस्ता कामहरू गरिरहेका छौँ? हामी अब धार्मिक रूपमा चाहिँ अब यो के छ भनेदेखि यो शिवरात्रि, बाला चतुर्दशी होइन, अनि त्यस्तो पर्वहरूमा चाहिँ हामी विशेष गरेर मेला लगाउने अनि त्यसमा चाहिँ पर्यटन प्रवर्धन बढाउने उद्देश्यले गाउँपालिकाले पनि त्यसको नेतृत्व गर्ने काम गरिराखेको छौँ होइन। अब सँगसँगै धार्मिक रूपमा पनि पूजा अर्चना हुन्छ। अब यहाँ चाहिँ परेवा उडाउने काम हुन्छ, काठमार त्यस्तो यहाँ हुँदैन होइन। अब त्यस्तो छ, अब धार्मिक अटल विश्वास छ यो नागछाँगाप्रति। हस्, धन्यवाद।